ल यतापट्टि रहेछ नि त हामी खेल्ने ठाउँ त्यस्तो होइन होइन अरे क्या त्यो होइन तिमीहरूको ए होला ल ल मैले चाहिँ नि आज खिलाउँदिनँ अरे क्या ल म चाहिँ भोलि पर्सि खिलाउँछु अरे ल ल अब भन्नै सक्दिनँ हो क्या भन्छ हो नि भन न अब म भ्लग बनाउँदिनँ पैसा पनि छैन एकदम हामी भिखारी जस्तै भइरहेछौँ अवस्था अहिले तपाईँहरूले धेरै सपोर्ट गरिदिनु भने त पैसा आएर हामी घुम्न गइहाल्छौँ नि होइन दोस्त अरे मलाई फोटो खिच्नु पर्यो कतिवटा 2-4वटा कतिवटा खिच्ने 5वटा 5वटाको कति हुन्छ 50 रुपियाँ तिम्रो च्यानलको नाम के छ दोस्त मेरो नाम 9gmail.com हेलो एभ्रिवान हजुरहरूलाई स्वागत छ आज पनि मेरो ब्लगमा अनि म चाहिँ धेरै दिनपछि आइसकेको छु अनि आज चाहिँ टक्क लाएर हामी चाहिँ घुम्न जान आँटेको छौँ केटाहरू आएको रहेछ घुम्नलाई भनेर यता टक्क छ राजु दोस्त यता छ हाम्रो के दोस्त पो उसको नाम के हो यो जहिले बिर्सिजान्छ उसको नाम बिर्सिन्छ हामी चाहिँ कहाँ घुम्न जान आँटेको दोस्त हामी चाहिँ अब घुम्न जान आँटेको छौँ केटाहरू 81 जाम भन्नु त्यही भएर मात्र जान आँटेको हामी हेर्नु होला आज हामी कहाँ जान्छौँ लेट्स गो यता केटाहरूलाई यता झोलुङ्गे पुलतिर लिइरहेको छु केटाहरूले झोलुङ्गे पुल नै त जाम पहिला भन्यो अनि त्यसपछि मैले यता लिइरहेको छु केटाहरू अगाडि टुलु हिँड्छ ओ केटा हो कस्तो लागिरहेको छ तिमीहरूलाई झोलुङ्गे पुल भन त झोलुङ्गे पुल कस्तो लाग्यो दोस्त कस्तो लाग्यो भन्दा नि केटाहरू पहिलोचोटि आएको एकदमै बबालै लाग्छ मलाई नि सुरुचोटि आउँदा चाहिँ एकदम यहाँ सुरुचोटि पहिला आउँदा चाहिँ एकदम बबाल लागिरहेको थियो अब अहिले चाहिँ अलिक धेरै त लागिसक्यो त्यही भएर खासै त्यस्तो राम्रो चाहिँ आउँदैन त्यही पनि बबालै रमाइलो छ क्या यहाँबाट यस्तो दामी सिनहरू यस्तो दामी देखिन्छ है हुन्छ नि यस्तो भिल्नेहरूको क्या शीतल गर्मीमा टक्क लाएर गर्मी हुन्छ त्यसमा टक्क यता शीतल यस्तो आउँदैन भन्नै सक्दैन क्या यस्तो दोस्तहरू पछि आइरहेछ केटाहरू जहाँ जान्छ आज घुमाउने काम मेरो होइन अब फेरि टिकट काट्ने ठाउँतिर भन्छ केटाहरू टिकट काट्ने काम हो मेरो चाहिँ घुमाउने काम हो नि फेरि जे होस् केटाहरूलाई यो ठाउँ चाहिँ एकदमै ठिकै लाग्यो अरे पहिलोचोटि आउँदा चाहिँ एकदम बबालै लाग्छ होइन राम्रै लाग्छ अब केटाहरू अर्कै ठाउँतिर जान्छ जाँदैन घुम्न अर्को ठाउँतिर घुम्न कता जाने भन त घुम्न हामी गाइस तपाईँहरूले कमेन्ट गर्नु 10वटा कमेन्ट पुग्यो भने म दोस्तलाई उहाँ कहाँ अरे तालतला लिएर जान्छु ल 10वटा कमेन्ट पुग्यो भने मैले तालतला लाने अरे यार केटाहरू अब भन्नु न आज कहाँ घुम्नु जाने आजै हो म केटाले भनेको तपाईँको कहीँ नजाने जहाँ भन्छ केटालाई त्यही लाने भने पैसा पनि छैन एकदम हामी भिखारी जस्तै भइरहेछौँ अवस्था अहिले तपाईँहरूले धेरै सपोर्ट गरिदिनु भने त पैसा आएर हामी घुम्न गइहाल्छौँ नि होइन दोस्त यता हाम्रो बनाउँछ ऊ पनि मेरो साथी हो होइन तिम्रो च्यानलको नाम के छ दोस्त मेरो नाम PDN Raju 09gmail.com नहीं मैं गाली नहीं दे सकता ब्लगको नाम चाहिँ के छ क्या ब्लगको नाम त्यही त हो प्रधान राजु छैन उसको ब्लगको नाम चाहिँ अब टक्क लाएर उसको च्यानलमा गएर नि एकदम हेरिदिनु होला भिडियोहरू फुल भिडियो वाच गर्नु होला सब्सक्राइब गर्नु होला है अनि त्यसपछि टक्क लाएर केटाहरू अब जहाँ भन्छ म त त्यही लाने हो अनि फेरि आज केटाहरूलाई चाहिँ मैले यता झोलुङ्गे पुलतिर नि घुमाइसकेको छु अब केटा तालतलै जाम भन्दैछ मलाई जाइ जाने हो आज जाइ जाने हो होइन गरे पनि उसले उहाँ केही 10 रुपियाँको केक खाउन भन्दा इसकी भोला चेहरा साले खाते हैं और के भूल भी जाते हैं तेरी तो अनि मेरो त काम घुमाउने हो नि त दोस्त मेरो काम घुमाउने टिकट गर्ने काम भनेको तिम्रो हो दोस्तको टिकट काट्ने काम ल दोस्तले टिकट काट्ने काम चाहिँ घुम्ने मात्र हो यो एरियामा चाहिँ प्रायः जसो होइन पुलै पुल छ क्या यता उता तलतिर मासतिर पुलै पुलहरू छ अनि टक्क लाएर सफारीहरू नि एकदम गाह्रो तरिकाले निस्किन्छ अब यस्तोमा त खासमा नल्याउनु पर्ने हो तर जबरजस्ती निस्किन्छ कि एकदमै यहाँनिर चाहिँ गाह्रो हुन्छ उकालो पर्छ त्यो पुलै पुल छ यता फेरि अगाडि पुल या पल्लो नि पुलै छ बाय बाय टाटा गुड बाय गया
भइसकेको छ। केटाहरू भ्लग बनाउँदै हिँड्नु भएको स्कुटी यता उधो गरले दोस्त के हो भ्लग बनाउँदा स्कुटी नै घुड्काइदिने के हो दोस्त यता हेरेर भन न। अब म भ्लग बनाउँदिनँ। कुछ मुंह में घुसेड़ा, उसके बाद गले को उधेड़ के नाक से बाहर निकाला, उसके बाद मेरी बत्ती के हो दोस्तले त भ्लगै बनाउँदिन भन्छ त अघिसम्म सब्सक्राइब गरिदिनु होला भन्दै थियो अहिले त चुप। भ्लगै बनाउँदिन केटाले स्कुटी नै झन्नै पोखरीतिर लायो अनि यहाँ गर्मी बढेर हैरान बनाइसक्यो। दोस्तको फेरि यता हालत खराब भइरहेछ स्कुटी लडाएर झन्नै मारो घाँटे मेरो टाउकै ढोकिरहेछ यस्तोमा टुटुल्कै हो। हामी चाहिँ फाइनल्ली यहाँनिर तालतलैया पनि आइसकेका छौँ। अब हामी चाहिँ भित्र छिर्नु पर्ने हुन्छ अब कस्तो हुन्छ हेर्नुपर्छ गाइस। अस्ति पनि आएको केटाहरू जाम भनेर मात्र म चाहिँ आएको ठिकै छ भित्र बबालै छ घुम्ने ठाउँहरू यस्तो रमाइलो छ। ल केटा टिकट काट त ल जहर खाने का पैसा नहीं है तू जा रे जा। यता हाम्रो दोस्तले चाहिँ अब टिकट काट्न गइरहेको छ गाइस। बनाउतीहरूले टिकट काट्न सुद्धा लाग्यो मलाई। मेरो त घुमाउने काम हो नि त टिकट काट्ने भनेको यता दोस्तहरूको हो। हाम्रो चाहिँ दोस्तले टिकट पनि काटिसकेको छ। दोस्तले जोस् टिकट चाहिँ जोस् काट्छ दोस्तले। काट्न त काट्छु तर केटाहरूले लास्टै डुबाउँछ क्या मलाई डुबाउँछ। केटाहरू अब साथी मात्रै डुब्ने भनेको अब अरू मात्रै चाहिँ होइन हेर्न सक्नुहुन्छ भर यताभित्र चाहिँ है यस्तो छ टक्क भित्र इन्ट्री हान्दै गर्दै यस्तो सुरुमा चाहिँ यस्तो छ एकदम भित्र नि बबाल रमाइलै छ क्या। केटाहरू नि भ्लग बनाइरहेको छ उता टक्क भित्र घुम्नु पर्ने हुन्छ। तालतलै हजुरलाई देखाउँछु यता डाइनोसरहरू यहाँनिर चाहिँ माछाहरू नि छ क्या यो पोखरीमा चाहिँ तर अहिले चाहिँ निस्केको रहेन रहेछ। हामी चाहिँ भित्र पनि छिरिसकेको छौँ तालतलै भित्र आउँदो रहेछ। यता चाहिँ देख्न सक्नुहुन्छ तालतलैया एकदमै यहाँनिर चाहिँ माछाहरू पनि छ क्या। आज चाहिँ निस्केको छैन माछा। त्यो तालतलैयामा चाहिँ बोट पनि रहेछ गाइस तर कति हो टिकट होइन अहिले खै यहाँनिर हामी भ्लगरै अरे क्या। यता अगाडि दोस्तो दुईजना चाहिँ हामी भ्लगै बनाउँछौँ ऊ चाहिँ खासै बनाउँदैन अनि टक्क लाएर मासतिर होइन दोस्तो यता परतिर चाहिँ अब बबालै छ भित्र। यहाँनिर चाहिँ अस्ति एकताल पनि आएको थियो आज सुधा दुई ताल हुन्छ। टक्क लाएर घुम्नु पर्ने हुन्छ केटाहरूलाई घुमाउनु पर्ने हुन्छ एकछिन। यता हाम्रो दोस्त चाहिँ पहिला पनि घुम्न आएको थिएछ पहिलाभन्दा धेरै निर्माणकारीहरू भइसकेको छ भनिरहेछ दोस्त होइन। अब घुम्नुपर्छ अब यस्तै हो। मेरो चाहिँ फेरि कपाल पनि यस्तो बढिरहेछ कि गर्लफ्रेन्ड आएको थियो भने झन् उसलाई रमाइलो हुन्थ्यो। काट्नु भनेको अब बिस्तारै काट्नुपर्छ भरेकोतिर कपाल पनि एकदमै अब यस्तो भित्र चाहिँ बबालै ठाउँहरू लाग्यो क्या मलाई चाहिँ यतापट्टितिर यताभित्र कस्तो लागिरहेछ दोस्त यता हाम्रो दोस्त अब उता पहिल्यै घुमिसकेको रहेछ कस्तो लागिरहेछ एकदम दामी लागिरहेछ। हाम्रो दोस्त चाहिँ अहिले चाहिँ भ्लग बनाउनु भन्दा नि फोटो खिच्ने कार्यतिर लागिरहेछ। भन दोस्त के गरिदिनु अरे मलाई फोटो खिच्नु पर्यो कतिवटा 2-4वटा कतिवटा खिच्ने 5वटा 5वटाको कति हुन्छ 50 रुपियाँ 5वटाको 20 रुपियाँ गोटा 20 रुपियाँ गोटा खै के थाहा मलाई कति हुन्छ 100 रुपियाँ हुन्छ होइन। अघि पनि उसले टिकट काटिसकेको छ अब फेरि पनि 100 रुपियाँ थप्यो अब कति हुन्छ 100 दोस्त 200 म 200 हुन्छ। यता दोस्त अब त्यो 100 रुपियाँको एकछिनमा चटपटी खाने ल एकदम दोस्तलाई फेरि फोटो खिचेको पनि पैसा हाल्यो क्या। अब दोस्त फेरि भनेको कुरा नाइ भन्नै सक्दैन हो क्या भन्छ फेरि खतरा छ ल दोस्तको फोटो खिचिदिनु पर्ने हुन्छ। ओए दोस्त तिमी फोटो नखिच्ने आउन दोस्त चाहिँ पुरा नर्मस छौ त किन हो किन तिमी नर्मस अन्त भन नर्मस किन के हिजो राति केटीले नबोला मसँग भनेको दोस्त भन्छ दोस्तले टक्क लगाएर केटाहरूलाई अब फोटो खिचिदिनु पर्ने हुन्छ। म चाहिँ अब मैले अस्ति पनि खिचेको थिएँ। हामी चाहिँ एकछिन डुल्दै है हालत खराब भइसकिरहेछ गर्मी पनि भइरहेछ। यता अब चाहिँ यता अब ट्री हाउस छ अब त्यहाँ पनि टिकट काट्नु पर्ने हुन्छ। यता टक्क घुम्ने ठाउँहरू छ। ओ त्यता मासतिर होइन हौ यता हो नि यता हो त अब भित्र पसेपछि चाहिँ अब यता टिकट काट्ने ठाउँहरू धेरै छ क्या घुम्ने ठाउँ पनि छ अब बच्चाहरूको लागि खेल्ने ठाउँ पनि छ अब त्यही अनुसारले टिकट काट्नुपर्ने हुन्छ। यता परतिर चाहिँ पर पुल पनि छ यताभित्र पोखरी तालतलैयाभित्रमा तालहरू चाहिँ निकै छ क्या यहाँभित्र टक्क लाएर है। केटाहरू कस्तो ठिकै लागिरहेछ नि केटाहरू ठाउँ कस्तो लागिरहेछ केटाहरू चाहिँ एकदम फोटो खिचिरहेछ पोस्टमा केटाहरू फोटो खिचिरहेछ म चाहिँ खिच्दिनँ अस्ति पनि मैले त खिचिसकेको।
त्यो ताल तल्लामा चाहिँ नामै ताल तल्ला होइन तालहरू नि अलिक धेरै रहेछ क्या यताउता बोटहरू पनि रहेछ होइन यहाँ होइन दोस्त खै मान्छे त अब थाहा छैन कस्तो कस्तो ताल एउटा तालको म एउटा तालको आफ्नै है कस्तो कस्तो आउँछ थाहा भएन अब पोखरी ताल भनिहाल्छ हामी चाहिँ यहाँबाट उता जानुपर्ने हुन्छ है यतापट्टि एकदमै हौ यतापट्टि चाहिँ म गएको छुइनँ नि अस्ति पनि आउनु त आएको होइन यता मासतिर मात्र आएको अब आज चाहिँ पतिर जानुपर्ने हुन्छ कलार है कस्तो छ एकदमै यता भित्र पछि ठाउँ चाहिँ यस्तो रहेछ क्या के खिच्दिनु अरे फोटो कस्तो फोटो मेरो फोटो केटाहरूको फोटो खिच्दा फोनै ऊ भइसक्यो होइन अब यहाँनिर चाहिँ मेरो चाहिँ एउटै पनि खिचिदिएको छैन क्या केटाहरूले फेरि उनीहरू आफ्नै तालमा मेरो फोटो खिच्दा भन्दा ठुलो हिँड्ने अनि उनीहरूको खिच्दा चाहिँ रोकिदियो अरे क्या यस्तो हाम्रो चाहिँ अब घुम्ने ठाउँ चाहिँ यति मात्र रहेछ क्या अब यतापट्टितिर जानलाई फेरि यतापट्टितिर गेट रहेछ अब यो चाहिँ यति नै घुम्यो अब एकछिन बस्ने हो अनि त्यसपछि जानुपर्ने हो केटाहरू कस्तो लाग्यो खत्तम भयो त अब अर्कोपट्टि टिकट काट्नुपर्ने होला अब परतिर घुम्दै घुम्दै निस्किनु पर्ने हुन्छ है आएको यसो घुमाइ त दिनु पऱ्यो नि त केटाहरूको केटाहरू चाहिँ फेरि म त होइन हजुर हजुर चाबी लगाएको छ यताभित्र पस्नलाई पनि टिकट काट्नुपर्छ ए पर जानुभएको छ ल यता बजीले चाहिँ भन्नुहुँदैछ उता गइसक्नु भयो भनेर केही छैन अब हामी चाहिँ फर्किनु पर्ने हुन्छ त्यही भएर ए हुन्छ ल हुन्छ हुन्छ ल बाजु गएको यता चाहिँ जिम गर्ने ठाउँ पनि रहेछ यता अब चाहिँ हामी फर्केको अल्छी पनि लाग्यो घामले पनि पल्यो बेलुका आएको भए चाहिँ राम्रो हुन्थ्यो होला झन् शीतल हुन्थ्यो क्या 3 बजेदेखि यहाँ 5 बजीसम्म मात्र खुल्ला हुन्छ नि त 3 बजीतिर आएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो अलिक शीतल पनि हुन्थ्यो अब अहिले त टक्क 11-12 त्यस्तै बजिरहेछ गर्मी भइरहेछ यार हालत त्यस्तो खराब बनाइदिएको रहेछ गर्मी पसिना निस्केर एकदमै रमाइलो चाहिँ रमाइलै छ अब जता त त्यस्तो राम्रो छ क्या घुम्नलाई अब कताको के भनौँ के कस्तो भनौँ कस्तो भनौँ भइरहेछ क्या अब कतापट्टि के भनौँ यहाँ आएर चाहिँ ट्याक्क भइरहेछ क्या टक्क मेरो चाहिँ फोटो खिचेरै जिन्दगी जाने भयो दोस्तहरूलाई तर म फोटो खिच्न घुमाउनै दिनको लागि आएको केही छैन सब उता अब हामी चाहिँ जाँदैछौँ होइन यहाँबाट निस्किनु पर्ने हुन्छ नहडा मैले अघि जानुपर्छ नहडा अब अहिले के को नहडा केटाहरूलाई आएर गइदिएको अझ नहडा पो जाउँ भन्छन् यार म त अमान भइसकेँ अब भित्र त नजाऊ ओ न तो कहाँ नहोला ऐसे छुछुन्द्रे लोग रास्ते में मिलते रहते हैं अरे कसो भित्र नजाऊ अहिले कराउँदैनन् त्यो पर टिकट काट्नुपर्छ हौ पर केटाहरू त छिरो त यार पछि टिकट काट्नुपर्ने हुन्छ केटाहरू गयो म नि गइदिउँ न त होइन भित्र गएर टिकट काट्नुपर्छ भने काटौँला केटाहरूले टक्क भित्र केटाहरू गयो क्या यहाँ टिकट काट्नुपर्ने हुन्छ मार्छ केटाहरू त के टिकट गरेर भित्र आएर हिँड्छ खेलिदिने हाम्रो देश चाहिँ यता खेलिरहेछ तपाईँहरूतिर चाहिँ कस्तो छ यताभित्र चाहिँ अब पशु पक्षीहरू रहेछ क्या यहाँनिर चराहरू चाहिँ के रहेछ क्या यता भल्चर रहेछ यता भल्चर होइन यहाँ माथि उल्फ रहेछ उल्फ अनि यता चाहिँ हाँसहरू है अनि यता ओ यसको नाम के भन्छ यसलाई यसको नाम चाहिँ के हन्डीफोरमा चराहरू चिन्दैन क्या यता चिल पनि रहेछ यार यस्तो बाँदरहरू नि यता एकदमै रमाइलो क्या यता भित्र आएपछि चाहिँ एकदमै यतापट्टितिर चाहिँ मोटु पात्लो यो हुन्छ नि प्राक्टिस प्रायः मोटु पात्लो चाहिँ हुँदो रहेछ यता दोस्रो यता त फेरि सेम हो नि मिट केटाहरूले मिट एकदम डह्रो उजाउँछ यसो सँगै बसेपछि केटाहरूको एक दुई घन्टा टुट्दैन क्या मित्र जस्ट जोकिङ है त्यही छ हो ल आउन यताउता खेल्नु यहाँ तल खेल्न जानुपर्छ यहाँनिर
यस्तो चाहिँ बच्चामा चाहिँ टन्नै खेलिन्छ क्या यस्तो बच्चामा चाहिँ मजाले खेलिन्थ्यो अब आज पनि खेल्नुपर्ने हुन्छ कस्तो हुन्छ तपाईँ अहिले त चाक पोल्छ होला यार देखा आपने लापरवाही का नतीजा उपद्रो गर्नु परेको नि त होला झन्डै चाकै ठोक्यो यार यसरी हेर्ने क्या यसरी एकदम यता दोस्त चाहिँ हाम्रो खेलिरहेछ सरारा हिँड्छ मैले त खेल्नै बिर्सी गइसकेको छु यार यता पनि जाऊँ न खासमा त बच्चाहरूको खेल्ने हो है अब हामी चकचकै अब चकचके भएपछि यस्तै हो जहाँ पनि बच्चाहरूको लागि अब चाहिँ राम्रै हुन्छ त अब टक्क लाएर हामी चाहिँ यता अब चढ्नु पर्ने हुन्छ कस्तो छ म चाहिँ यस्तो माथि चाहिँ पसेको छुइनँ यार गर्नु पर्ने हुन्छ दादाले त यहाँ त मलाई लडेर मर्छ होला यार मलाई त खेल्नै आएन यार के हो यता गर्मी भयो म चाहिँ हिँड्दा हालतै खराब भइसक्यो क्या यता पिङ पनि खेलिदिउँ न सबै छोडिदिनुपर्छ क्या यहाँ भएको जति सबै खेल्नुपर्छ तिमीले यसरी हाँसे हुन्न र जाऊ न उता जाऊ न उता जाऊ छोड यसो छुट्नु मलाई पिङ खेल्न नि दिँदैन जाऊ उता जाऊ छोड तिमी केही भन्न चाहन्छौ क्या म केही भन्दिनँ जाऊ उता अरे क्या ए झन्डै म त लडी गयो यार ए पिङ खेल्ने चाहिँ मजा आउने रहेछ नि त घुम्नु भन्दा यार पिङ खेल्न चाहिँ मजा आउने रहेछ यता हाम्रो दोस्त खेलिरहेको छ माथि होला ओ युसन आऊ है पिङ खेल्न कस्तो मजा भएको छ यार एकदम तरिकाले गरी मजा आउँछ यार मोज छ मोज गर दोस्त मोज गर मौजल मोज गर अरे क्या केटाहरूकै पैसा मैले फेरि मोज गरिरहेको छु नि अहिले चाहिँ केटाहरूकै पैसा मोज गरिरहेको छु उल्टेमै भनिरहेको छु मोज गर भनेर कोही बात नै कोही बात नै हामी चाहिँ डुल्नु भन्दा नि चकचक गर्न आए जस्तै जताततै जेल गरेको छ बच्चाको ठाउँमा हामी खेलेको छ केटापट्टि रहेछ नि त हामी खेल्ने ठाउँ त्यस्तो होइन यस्तो मजा ओइ रोका आइए म त बस्नै सक्दिनँ हामीले खेल्नु अरे जिन्दा ओ युसन हल्ला उता ओ युसन हल्लाउ न यार हल्ला अरे जिन्दा हल्लाउने मान्छे हल्ला ओइ कता ओइ म लरी जान्छु कि के हो बाब्रे साह्रो मजा आउँदो रहेछ पिङ भन्दा यो रहेछ नि त यार यहाँको ल यार गर्मी भएको बेला चाहिँ यता हावा खान आउनुपर्छ होला यस्तो मजा आउने रहेछ तेरीमा चियामा दुध बच्चाको खेल्ने ठाउँमा द्वार खेल्छस् फेरि होइन लरी छ यार गयो हामी भयो त यार नहल्ला उठ्नुलाई डर लाग्यो यार हल्ले सिधा यार यो त नरोकिने रहेछ त यार कोही नहल्ला यार रोका यार यो त अनि हल्लेको हुने रहेछ नि त हल्ली त जाऊ म चाहिँ झरेँ यार अब म अनि यस्तो हुने रहेछ क्या यो चाहिँ हल्लेको हुने रहेछ जाऊ आऊ धेरै चकचक गर्नु हुँदैन यार जताततै उफ्रिनु हुँदैन अब यहाँबाट जानुपर्ने हुन्छ हामी चाहिँ अब घर लाग्दिएको गाइज अब हामी चाहिँ घुम्दा गएर गर्मी भइरहेको छ है अब टक्क निस्किनु पर्ने हुन्छ बाहिर निस्किनु यहाँ बाहिर जाउँ बाहिर गएर टक्क हाल्नुपर्ने हुन्छ के केटा लो है केटा के खिलाउने मलाई खिलाउने अब दोस्रो बाटो होइन अरे क्या त्यो होइन तिमीहरूको होला ल मैले चाहिँ नि आज खिलाउँदिनँ अरे क्या ल म चाहिँ भोलि पर्सि खिलाउँछु अरे ल कलाहरू के खिलाउने हो दोस्त के खिलाउने दोस्त मलाई टक चिया निस्केको हजुरहरूलाई आजको भ्लग चाहिँ कस्तो लाग्यो है
लाइक गर्नु होला, कमेन्ट गर्नु होला अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। ल त अर्को भ्लगमा भेटौँला। टाटा बाई बाई गाइज।